वेलकम बैक टू माई न्यू भिडियो हेलो गाइज वेलकम बैक टू माई न्यू भिडियो। स्वागत छ तपाईहरुलाई एक नयाँ भिडियोमा हैन। मेरो चाहिँ बोली आगुँदै आएको छैन के भातै खाएको छैन आज हैन। भर्खरै स्कुलबाट आइपुगे। अब चाहिँ यहाँ फेरि आज खत्रै दुःख पाइला जस्तो छ गाइज। अनि आज भिडियो बनाउनु मेन उद्देश्य चाहिँ के हो भन्दा अस्ति मैले त्यो जबको लागि एप्लिकेसनहरु दिएको थिएँ अनि त्यसमा चाहिँ मेरो आफ्नो पर्सनल स्ट्याम्प चाहिँदो रहेछ। त्यो चाहिँ मसँग थिएन, बनाउन दिएको छु हैन। अनि त्यो रिसिभ गरेर अनि त्यही बुझाउन जानु परिन्छ आज। अनि त्यही तपाईहरुलाई पनि देखाउँछु। अनि यस्तो यस्तो बवाल ठाउँहरु छ त्यो पनि एक्सप्लोर गरेर देखाउँछु। ल अब चाहिँ निस्किहालौं, टाइम बिल्कुलै छैन हैन। अनि यति भन्दै अहिले चाहिँ म निस्किन्छु हैन। स्ट्याम्प हुन्छ कस्तो म अहिले तपाईहरुलाई देखाउँछु। फाइनली निस्किए गाइज म चाहिँ हैन। यो चाहिँ मेरो रुम हो पछाडी। अब यहाँबाट आज चाहिँ अलिकति ट्रेन चढ्न पर्ने छ। लगभग 7वटा स्टेसन भनेपछि आधी घण्टा भन्दा बढी लाग्छ जानलाई। अनि हतारमा फेरि जाइरो कार्डहरु बिर्स्यो भने पुलिसले समातेर लैजान्छ हैन। स्टेसनभरि पुलिसहरु घुमिरा हुन्छ। अनि जाइरो कार्डहरु आफ्नो रेसिडेन्शियल कार्ड चाहिँ जहाँ जाँदा नि बाहिर 2 मिनेट नै किन नहोस् हैन बोकेर हिँड्नु पर्ने हुन्छ। मागिहाल्यो भने फ्याक्टक बुझाउन सकेन भने लैजान्छ। अनि लगेर राख्छ, कति दिन राख्ने हो। खासमा मेरो काम चाहिँ त्यो फरेनरहरु आउने ठाउँमा हो क्या। भाषा चाहिँ त्यति युज हुन्छ कि हुँदैन थाहा छैन। जस इंग्लिशहरु चाहिँ मजाले युज हुन्छ हैन। त्यसै ठाउँमा काम पाएको छु। अनि काम चाहिँ के हो म तपाईहरुलाई पछि अर्को भिडियोमा देखाउने वाला छु। फाइनली स्ट्याम्प बन्यो हैन। यो यस्तो हुँदो रहेछ स्ट्याम्प चाहिँ। मेरै नामको हो क्या। यो काताका नाम लेखे हुन्छ। मेरै नामको स्ट्याम्प। अब जहाँ पनि यहाँ सिग्नेचर एक्युरेट हुँदैन नि त। जस रुमबाट एकी पुग्नलाई 5 मिनेट हो। एकी भनेको चाहिँ जापानिज भाषामा ट्रेनको स्टेसन हो। खोल्यो यार, खोल्यो फाइनली। ठ्याक्क 180 रुपियाँको टिकट किन्नुपर्ने हुन्छ। जापानमा 500 को नोट यस्तो हुन्छ गाइजी। फिर्ता पैसा नै आफै आउँछ क्या। म चाहिँ स्टेसनभित्र छिरिसकेँ। अनि हामी चाहिँ यो लाइनबाट उता जान मिल्दैन क्या। अब 5 मिनेट पछि छ ट्रेन। A few moments later. कुन ट्रेन चढेन थाहा भएन यार। तल र माथि गर्दै दिन जाला जस्तो छ। एक्जिट गर्यो भने फेरि पैसा लाग्छ। एक्जिट चाहिँ गर्नु हुँदैन हैन। अनि त्यताबाट माथि गएपछि फेरि यताबाट माथि जाँदैछ। यो मिस्टेक ट्रेन चढेपछि करेक्ट कुन लाइन हो थाहै हुँदैन क्या। मलाई चाहिँ थाहा भएन, फेरि अरूलाई चाहिँ थाहा होला। कस्तो बेगो बन्यो यार आज। एक नेपाली जापानको रेलवे स्टेसनमा यताउता भौतारिँदै हो भने यार अझै भेटाएन मैले। घरि यता पठाउँछ, घरि उता पठाउँछ। अब चाहिँ मैले फाइनल ट्रेन पाउँछु। लगभग 3टा स्टेसन घुम्यो यताउता गरेर बल्ल जहाँबाट चढ्यो त्यहीँ आएर झरेँ क्या म। हतपत नजिक धेरै टाढो जानु हुँदैन। फेरि कहाँ पुगिन्छ भनेर यही नजिक एक स्टेसन अगाडि झरेँ। गाइस स्टेसनमा त ओर्लियो। अब यहाँ छ महाभारत। कहाँबाट जाने भने थाहा छैन यार। हराइयो गाइस। कहाँ आइयो। पहिलो दिनमा सुरुमै काममा जानु पर्यो भने त फेरि तनाव हुन्थ्यो त। धन्न आज त्यही एउटा स्ट्याम्प पुऱ्याउनु जानु थियो। बाटो पनि देखिन्छ भनेर आएको होइन गाइज है। यहाँतिर त्यहाँ माथि 1-2 तल माथि पनि गाडी हिँडिरहेको हुन्छ क्या। ल हेर्नु है, हेर न म यति माथि छु। यस्तो छ यहाँको विकास है। अत्रै छ नि त। फेरि गाइज म पुग्नुपर्ने खासमा उता हो होइन। अब फेरि यहाँ तल झरेर यस्तो माथि जानुपर्ने। जस भर्याङ चढ्न चाहिँ पैसा लाग्दैन, नत्र म कङ्गाल भइसक्छु। त्यसै ठाउँमा काम खोजेको छु होइन। कसरी चाहिँ गर्ने हो भन्ने टेन्सन लागिरहेको मलाई। होइन कहाँ हो यो। ल यार हो यही हो। बल्ल ठाउँ ठिक ठाउँमा आइपुगेँ गाइज। म बल्ल राइट ठाउँमा आइपुग्यो। यहाँ हेर्नु यहाँ माथिबाट गाडी हिँड्छ, यहाँ माथिबाट मान्छे हिँड्छन्। अझै यहाँ एक तल छ। यहाँ तलबाट अझै गाडी हिँड्छ। यो तलबाट पनि ट्रेन हिँड्छ क्या। यो बिल्डिङ यति अग्लो छैन यार। मैले यस्तो
पुरै बाङ्गो भएर हेर्नु परिरहेछ त्यो लागि चाहिँ अरू बेला काममा जानु पऱ्यो भने अलि टाइम निकालेर आउनुपर्छ फेरि हराएको हराइ गर्छु म त यस्तो बुझ्दछु छु यहाँसम्म नि कहाँ आउन सक्नु यहाँ मलाई ल्याइदिने मान्छे भएको भएर पो यति आउनु सकेको त म पाउँछु एक पाइला पनि बाहिर निस्किनु नसक्ने हो होइन गलत ट्रेनमा चढ्यो भने फेरि कहाँ पुगिन्छ होइन ऱ्यापिडमा चढ्यो भने त सिधै 8-10वटा स्टेसन पर गरेर रोकिन्छ दुःख पाइन्छ जापानमा बस्नेहरूलाई थाहा हुन्छ यस्तो दुःख चाहिँ होइन आज पुरै घुम्न हिँडे जस्तो फिल भइरहेछ मलाई चाहिँ अब सधैँ दिनदिनै यहाँ आउनुपर्छ हप्ताको 3 दिन 4 दिन चाहिँ आउनुपर्छ जसरी नेपाल छोडेर आएर जिन्दगीमा विदेश आएर पहिलो काम चाहिँ यस्तो ठाउँमा हुनुभयो होइन ठाउँ जस्तो भयो नि पैसा आउनु पर्यो त्यही हो मेन कुरो होइन गाइस यही हो गाइस शिबुया क्रसिङ यहाँ हेर्नु ल मान्छेको भिड एक त यो टोकियोमा धेरै मान्छे छन् विश्वमा सबैभन्दा धेरै टोकियो सिटीमा छन् होइन त्यहाँ माथि यो क्रसिङबाट मान्छे काट्दाखेरि बाटो काट्दाखेरि त सर र कमिला हिँडे जस्तो हुन्छ क्या ल हेर्नु कमिलाको ताँतीहरू यहाँ पनि फेरि रेड लाइटको नियम पालना गर्नुपर्छ अरे पो त बलिहाल्यो रेड लाइट आम्मा गाइज यो जाम खुलेछ हेर्नु होला है यो रेड लाइट बल ठिक्क ग्रिन लाइट बल्यो मान्छेहरू हराङ राङ 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 बाटो काटिरहेछन् हेर है ल आम्मा यही हो शिबुयाको क्रसिङ भनेको यो माथि माथि बिल्डिङतिरबाट नि हेर्न मिल्छ यो होइन कता हो त्यो चाहिँ मलाई थाहा छैन अब पछि हेरौँला नि देख्न मात्रै राम्रो हो गाइस यो बिल्डिङ ठुल्ठुला बिल्डिङहरू यताउता होइन हिँड्न चाहिँ फेरि टाउको जस्तो खालको हिँडाइ हुन्छ होइन जे भन जसो गरेर जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो फाइनली अब चाहिँ म डेस्टिनेसनमा पुग्छु होइन धेरै भागदौड गर्नु पर्दैन अब अर्कोचोटि आउँदा चाहिँ मजाले आउन सक्छु क्या यही भित्र हो गाइज मैले काम गर्नु चाहिँ गाइज फाइनली काम सक्यो होइन अनि जम्मा त्यही गएर स्ट्याम्प लाउनु मात्रै हो मेरो काम चाहिँ अनि त्यतिको लागि भने नि अब आउनै पर्यो दुःख पाउनै पर्यो होइन त्यति नगरे फेरि जागिर नपाइएला भन्ने डर छ नि त यहाँ हेर्नु है ओइ खुल्यो यार म पनि दौडिनु पर्यो बाख्रा चराउनु हिँडे जस्तो हुलमुल अब उतै भेटौँला गाइज रुमतिरै होइन ट्रेनतिरै भिडियो बनाउनु मिल्दैन फाइनली रुममा आइपुगिसकेँ गाइज म चाहिँ होइन अनि बाहिर हेर्नुहोस् त यत्रो बिरुवाहरू उम्रिँदैछ खोर्सानी सोर्सानी के छ छ आएर एक कप चिया पनि खाएँ अनि मस्त थके लागेको थियो कुद्दै ट्रेन मिस्टेक भएर गाइज होइन यति दुःख पाइएन मैले तपाईँहरूलाई चाहिँ देखाउँदै देखाइनँ त्यो यति दौडिएँ फाइनली ट्रेन भेट्यो काम पनि बन्यो सबै भयो होइन लास्टसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद ल आजको लागि चाहिँ यति नै फेरि नयाँ टपिक नयाँ कुरा फेरि हेर्दै गरौँला जापानमा होइन थ्याङ्क्स फर वाचिङ बाई बाई